हेलो गाइज नमस्ते सम्पूर्णलाई वेलकम छ मेरो युट्युब च्यानलमा। आज हामी बाबुको वर्तमानको लागि जङ्गल जाँदैछौँ पात टिप्नको लागि। डाक्टर त हायर गर्छ नि त, सरकारी डाक्टर। कस्तो राम्रो देखियो बाटो। भलक बनाउँदै आएको कि म। ओ बा यस्तो खतरा आहा रमणीय दृश्य। ट्रेनमा आएको थियो नि आज भोलि यो आएको थियो नि त पिर्दिदी पुरा एलर्जी निस्केर पिर्दिदीले भिडियो ब्लग हो बोल्नु न अनि ब्लग गर्ने हो त्यहाँ पहिला पूजा गर्नुपर्छ है तल हैन। अहिले बिहार कस्तो गुलिएन गयो नि अहिले रासी गुलिए ओ जङ्गली फाटिम नाको मान्छे त्यो बाजीबाट बिरालो आएर झन् अब हाबरी आयो नि भारततिर दौडिनु नि पाइन्छ त सबै सन्तान पूजा गर्दै हुनुहुन्छ। ए भिडियो खदा त्यो बिचार रुख ढाल्न लाग्नु हुन्छ टिकटकमा हाल्नुहुन्छ कि युट्युबमा भाउजूले युट्युब के हो युट्युब भाउजू के नाम रे रोशन आरोही रोशन आरोही रोशन आरोही दक्षिणा पनि चाहिन्छ अरे। दक्षिणा मिलायो दक्षिणा छोरी मान्छेलाई दिनुपर्छ एकजनालाई यसले खाएर दिनुपर्छ पाँच रुपियाँको कति पो खाइसक्यो होली स्टिल दोकानमा त रेसा दाउरा हुँदै कस्तो नाकमा झऱ्यो भने नानी तपाईँको बुढाले बहुत माया गर्नुहुन्छ। रेसा खायो कता हजुर कता रे खै विष्णुको पत्ता काटिदिनु जम जम विष्णुको पत्ता न विष्णुको बिहाको पत्ता पत्तल पारो लास्टमा अलग खराब त्यसै भारी त खतरा है खाँदा नानी और कति राम्रो फुलबारी दाउरा झार्दै हान्नु हान्नु एक झपडा हान्नु त झर्न ला नानी झर्न ला आयो 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 फाइनल्ली पात टिपियो दिदी हेलो भनिदिनु
हात देखाउनु नानी एकचोटि हात देखाउनु न ए हेर्नु हात तेरो सुट हो दाउराको भारी कि नानी देखाइदिनु हुन्थ्यो अघि नै भने त हामी चाहिँ घर जानु लाग्यौँ पत्ता टिपेर साथ थियो तिर्न तासेर हैरान भएको हेलो हेलो फुलबारी आयो फुलबारीमा आएर नाच्न लाग्यौँ कस्तो राम्रो देखियो हो बाटोमा निस्किसक्यो नानीहरू यहाँ चाहिँ मन्दिर छ मेरो बिहा भएको मन्दिर भाइ साढे 4 भइसक्यो हामी चाहिँ घर आएर हात खुट्टा धुँदै फाइनल्ली घर पुग्यो हजुर थ्याङ्क यू सो मच सबैजनाले माया गरिदिनु होला अब अर्को भिडियोमा भेटौँला बाई बाई